अनुरोध गर्दछौं तपाईहरु जति पनि विचार ग्रहण नगरिकन नगइदिनु होला यो आयोजक कमिटीको। हामी माझ भर्खरै मैले अघि पनि उद्घोष गरिसकेको छु र फेरि भर्खरै मात्र उपस्थित हुनु भएको छ कचन कवल गाउँपालिकाका उपाध्यक्ष आदरणीय निमसरी राजवंशीज्यू। म उहाँलाई आजको यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसैगरी आजको हाम्रो यस कार्यक्रममा हाम्रो यस कोच समुदायका राजवंशी समुदाय अध्यक्ष आजको यस कार्यक्रममा आदिवासी जनजाति महिला महासंघ झापाका अध्यक्ष आदरणीय माया गुरुङ हुनुहुन्छ। म उहाँलाई पनि आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। यसैगरी
डिएसपी चन्द्र राजवंशीज्यूको पनि उपस्थिति रहेको छ।